मुख नछाड्नु होला। मुख छाडेर केही पनि हुँदैन है। मुख छाडेर तपाईको परिवारको तपाईको बाबा आमाको बेइज्जत हुन्छ के। त्यसले गर्दाखेरि तपाईको आमा बाबाको बेइज्जत, सामाजिक बेइज्जत नहोस् भन्ने खातिर पनि सभ्य भाषाबाट तार्किक ढंगबाट कमेन्टहरु गर्नु होला। को बोका रहेछ है फेरि पास्टरलाई गाली गर्ने? बोकाहरु पास्टरलाई गाली गर्ने हो? ह? बोकाहरु पास्टरलाई गाली गर्ने हो तिमीहरु? गाली गर्ने हो तिमीहरु? ल हेर न फेरि एउटा बोका चाहिँ फेरि बिचमा दिन आइहाल्यो। अब तिमीहरु गधाहरु, तिमीहरुले बोकालाई बोका भन्दै गाली गर्छौ, पास्टरलाई पास्टर भन्दै गाली गर्छौ, गधालाई गधा भन्दै गाली गर्छौ। अनि तिमीहरु बोकाहरु त्यस्तो त्यस्तो गएर कमेन्टमा गाली गर्छौ, पास्टरलाई पास्टर भन्दै गाली गर्छौ। दुःख लाग्दैन त बोकाहरु? तिमीहरुलाई लाज लाग्दैन पास्टरलाई पास्टर भन्दै गाली गर्ने, बोकालाई बोका भन्दै गाली गर्ने? ह? हर्का दाइलाई गधा भन्दै गाली गर्ने हो तिमीहरुले? अब तपाईहरुले हर्का दाइको कमेन्ट बक्समा गएर त्यसरी गाली नगरिदिनु होला साथीहरु। तपाईहरुलाई थाहा छ त हाम्रो हर्का दाइ कति इमानदार, कति मजेदार मान्छे छ हैन? अच्छा हमको सिखा रिया है। जहाँ पाए त्यही रुइदिन्छ, जहाँ पाए त्यही भात खाइदिन्छ, जुन माटोमा पाए त्यही माटोमा डुलिदिन्छ, त्यही बाटोमा नुहाइदिन्छ। अनि तपाईहरुले हर्का दाइलाई गाली गरेर स्वाद पाउने हो त साथीहरु? एकदम इमानदार पास्टर नेता हो हाम्रो हर्का दाइ। तपाईहरुले अब गाली गर्यो भने तपाईहरुको बाउआमाले दुःख पाउँछ, तपाईहरुको बाउआमालाई अब जेल हुन सक्छ साथीहरु। त्यही भएर मैले भन्दै छु हर्का दाइलाई कसैले गाली नगरिदिनु होला, पास्टर भनिदिनु होला, बोका भनिदिनु होला, गधा भनिदिनु होला। यो जस्तो नेता कहिले पनि आएको छैन नेपालमा, त्यो भनिदिनु होला। तर तपाईहरुले गाली चाहिँ कदापि नगरिदिनु है हर्का दाइलाई। हस् त मैले यतिमा विस्तार गरे। बाइ बाइ। हर्का दाइलाई पास्टर भनिदिनु, बोका भनिदिनु, गधा भनिदिनु, तर गाली चाहिँ नगरिदिनु होला है। बड़ा हरामी हो बेटा।